सबैजनामा फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो इजी टु कुक रेसिपी भिडियोमा। र आज म हजुरहरूको सामने बनाउन गइरहेको छु लौकीको कोफ्ता है त साथीहरू। र यसको लागि सबैभन्दा पहिला हामीले लिएको छौँ लौकी, जो मैले पिल गरेर राखिसकेको छु। साथमा लिएको छु टमाटर 6-7 पिस, काजु बदाम जो मैले ठन्डा पानीमा भिगोएर राखेको छु। साथमा लिएको छु अदुवाको टुक्रा, साथमा मैले ग्रेट गरिसकेको प्याज लिएको छु। भुन्नको लागि जिरा, छोटा इलाइची, हिङ, साथमा म अहिले 2-3टा तेजपत्ता पनि लिनेछु। र साथमा लिएको छु जिरा पाउडर, धनिया पाउडर, कश्मिरी लाल, अनि साथमा मैले लिएको छु ज्वानो है त साथीहरू। साथमा मैले लिएको छु हल्दी पाउडर, क्रस गरेर राखिएको अदुवा अनि हरियो खुर्सानी, साथमा मैले 2टा ल्वाङ अनि छोटा इलाइची एउटा, अनि ब्ल्याक पेपरको पनि पाउडर बनाएर राखेको छु साइडमा। सबैभन्दा पहिला म लौकीलाई ग्रेटर गरिहाल्छु है त साथीहरू। र लामो पिसमा काटेको मेरो लौकी चाहिँ हातमा लिनको लागि इजी अनि क्रस गर्न पनि इजी हुन्छ है त साथीहरू। अब यहाँ चाहिँ लौकीलाई ग्रेट गर्ने काम भइसकेको छ। र अब सबैभन्दा इम्पोर्टेन्ट चिज चाहिँ हाम्रो के छ भने यो लौकीलाई मजासँगले स्क्वाच गरेर सारा पानी फ्याँकिदिने है त साथीहरू। र यसलाई चाहिँ म अब मजासँगले स्क्वाच गरिदिनेछु र ड्राई गरेर अब अर्को बोलमा म ट्रान्सफर गर्दैछु है त साथीहरू। सबै लौकीलाई मैले निचोडेर ड्राई अप गरिसकेको छु। अब चाहिँ म मिलाउँदैछु 2 चम्चा काश्मिरी लाल, साथमा हाल्दैछु मैले ब्ल्याक पेपर र अलिकति धनिया पाउडर, साथमा मैले पाउडर बनाएर राखेको छोटा इलाइची अनि ल्वाङको पाउडर, साथमा मैले हाल्दैछु अदुवा अनि हरियो खुर्सानीको ग्रेट गरेर राखेको पेस्ट है, साथमा मैले अलिकति स्वाद अनुसार नुन हाल्दैछु, धनिया पत्ता, साथैमा मैले हाल्दैछु ज्वानो, जसलाई चाहिँ हातले आरामले क्रस गरेर हालिदिने। साथमा 2 चम्चा बेसनलाई हालेर म अब यसको बलको तयारी गर्दैछु। बेसनलाई चाहिँ हामीले बिस्तारै हाल्दै यसको टेक्सचरलाई चेक गर्नुपर्ने हुनेछ। जब चाहिँ हाम्रो बल्स बनिन रेडी हुनेछ तब चाहिँ हामी बेसनलाई पनि हाल्न बन्द गर्नेछौँ। यति लौकीको लागि चाहिँ हामीले 5 देखि 6 चम्चासम्मको बेसन चाहिँ हामीलाई चाहिन्छ है त साथीहरू, जसले चाहिँ हाम्रो लौकीलाई मजाले बेन्ड गरेर बल्स बनाउन रेडी हुनेछ है त साथीहरू। र अब चाहिँ साथीहरू हाम्रो लौकीको कोफ्ता बनाउनको लागि बल्स बेन्ड हुन रेडी भइसकेको छ। र मैले अघि नै टमाटर र काजुको पेस्ट तयारी गरेको छु र त्यसलाई मैले निकालिदिँदैछु। र यहाँ कराई पनि हिट भइसकेको छ। र अब एक-एकवटा गर्दै म सारा बल्सहरूलाई फ्राई गरेर निकाल्ने छु है त साथीहरू। साथीहरू अब चाहिँ सबै
कोफ्ता चाहिँ पाकेर रेडी भइसकेको छ र हाम्रो गरम गरम सफ्ट कोफ्ता चाहिँ रेडी भइसकेको छ। अब यसलाई पकाउनको लागि म यहाँ मसला रेडी गर्दैछु। सबैभन्दा पहिले यहाँ मैले जिरा हालेँ, त्यसपछि मैले हालेँ हिङ, तेजपत्ता, हल्दी, कश्मिरी लाल, जिरा, धनिया पाउडर र साथमा मैले हालिदिएको छु 2टा छोटा इलायची र साथमा म अब माथिबाट प्याज हालेर यसलाई म मजाले पाक्न राख्नेछु है त साथीहरू। र अब मसला पाकिसकेपछि यसले बिस्तारै हल्का ओइल छोड्दै जानेछ। त्यसको मतलब हो हाम्रो मसला पाकेर रेडी भइसकेको छ। र अब म काजु अनि टमाटरको जुन प्युरी बनाएको थिएँ यसलाई म माथिबाट हाल्दैछु है त साथीहरू। र यसलाई हालेर हामीले यसमा जति आफूलाई चाहिन्छ त्यति पानी हालेर यसलाई फेरि पकाउनु पर्नेछ। र म चाहिँ यसमा 1 कप पानी हालेर फेरि यसको लिड बन्द गरेर यसलाई पाक्नको लागि छोडिदिनेछु है त। अब चाहिँ 5-6 मिनटको लागि हामी ग्रेभीलाई पाक्न दिनेछौँ र लिड बन्द गरेर राखिदिनेछौँ। र 5-6 मिनट बादमा हामी फेरि चेक गर्नेछौँ हाम्रो ग्रेभी कतिको पाक्यो भनेर है त साथीहरू। ल अब हेर्नुहोस् त हाम्रो ग्रेभी एकदमै पाकेर रेडी भइसकेको छ। र अब चाहिँ हामी यहाँनिर हाम्रो सफ्ट कोफ्तालाई हालेर फेरि पनि यसलाई लिड बन्द गरेर 5 मिनटको लागि पाक्न छोडिदिनेछौँ। र त्यसपछि हाम्रो सफ्ट अनि यमी कोफ्ता रेडी भइसकेको हुनेछ साथीहरू। ल अब हेर्नुहोस् त हाम्रो यमी कोफ्ता रेडी भइसकेको छ। र अब हामी यसलाई डिनरमा, लन्चमा, राइससँग, पराठासँग, रोटीसँग है हजुरहरूलाई जे मनपर्छ त्यहीसँग हामी लिन सक्नेछौँ। र साथीहरू हजुरहरूलाई थाहा छ मैले यो चाहिँ पफ्ड राइससँग पनि टेस्ट गरेको थिएँ र एकदमै यमी भएको थियो त साथीहरू। अब चाहिँ मैले माथिबाट धनिया पत्ता हालेर यसलाई हल्का चलाइसकेको छु। र अब चाहिँ यो सर्भ गर्नको लागि रेडी भइसकेको छ। र अब साथीहरू म लन्चको लागि प्लेट पनि रेडी गर्दैछु है त साथीहरू हजुरहरूलाई मेरो यो इजी टु कुक रेसिपी भिडियो कस्तो लाग्यो, यो कोफ्ताको भिडियो हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा लेख्न चाहिँ नबिर्सिनु होला। फेरि पनि हजुरहरूसँग भेट हुने नै छ नयाँ रेसिपी नयाँ भिडियोमा है त साथीहरू। तबसम्मको लागि आफ्नो ख्याल राख्नुहोला, स्वस्थ रहनुहोला, मस्त रहनुहोला अनि व्यस्त रहनुहोला। सी यू इन द नेक्स्ट भिडियो साथीहरू। बाइ बाइ, हैव अ गुड डे एभ्रिवान।